हेलो गाइस, आज चाहिँ म ग्यारेजमा छु। गाडी चाहिँ रिपेयरिङमा राखेको छ अनि हाम्रो विपिन दाइले बनाइराख्नु भएको छ। यतापट्टि छ एउटा गाडी अनि उतापट्टि हाम्रो यो अशोक भाइको गाडी नि बनिरहेछ। अशोक भाइको गाडी टेन्ट भइरहेछ। अशोक भाइको गाडीमा चाहिँ नयाँ च्यादर हाल्ने काम भइरहेछ। ल सुन्नु है त मिस्त्री के भनिरहेछ। पलियाडा के चाहियो? अब यो गाडी अलि छिटो छिटो चाहियो। हुन्छ छिटो छिटो हुन्छ। धेरै छ, कति दिनमा सकिन्छ त? अब यो साँझसम्म सकिहाल्छ। अरू अगाडिको हो ल ठिक छ। त्यसो भए अझै 4 दिन भइगयो यो अगाडिको बढी। 4 दिन भइसक्यो। लागि त्यो भाइ पनि हेरिरहेछ। अशोक भाइ खुब खुसी भइरहेछ। अब गाडी च्यादर नयाँ हालेपछि त प्रभाव हुन्छ भन्ने कुरा भइरहेछ। यो अङ्कल चाहिँ कहाँ जानुभयो? गाडी पनि बनाउन आएको। अब मेरो एकपट्टिको काम त भइसक्यो अरे, भइसक्यो भन्दैछन्। अब यतापट्टि फिट गर्नुपर्छ। चक्का लगाएर यतापट्टिको लगभग सक्यो काम। ठिया हाल्ने काम सकिसक्यो। यतापट्टिको पनि बाँकी छ।